बेला गुल्मीको धुरकोट वस्तुमा रहेको विचित्र गुफामा जाने क्रम छौँ भने यहाँ बेलुकीको अहिले चाहिँ 6:53 भइसकेको अवस्था छ। चमेराहरू एकदमै बढी मात्रामा बास बस्दो रहेछन् यहाँ चाहिँ। हामी आज नयाँ वर्ष 2082 सालको वैशाख 1 गते आज नयाँ वर्षको दिन चाहिँ यहाँ घुम्न आइरहेको अवस्था छ, तपाईँहरू देख्न सक्नुहुनेछ। यो प्रकृतिले आफै बनाएको हैन। बिजुली बत्ती भएको भए एकदम ठिक हुने हो। यस्तो राम्रो पोखरा त यो 4 को 1 घर पोखरा के त नि अंकलले त यो त आउनु सुनामा त बाँकी अझै के तबाट धेरै आउँदै छ। चमेरोहरू या त्यो माथिको वालाले हेर्न गाठी यो भागमा अहिलेसम्म हामी चमेरो त्यो पसिया छ माथिबाट हेर्दा फराकिलो देखिन्छ, त्यो खोजिरहेको सकियो अझै चमेरो छ धेरै त्यता। त्यो अहिले गएको के गर्नु यहाँ यतातिर ओहो चमेरो यार साथी अगाडि आएर सुनाऊ है। माथि राधाकृष्ण हेर्नुहोस् लाइट बोले त्यहाँ दुईवटा आकृति देख्छन्, तिनी राधाकृष्ण यिनी गोपिनी, उतातिर यो स्वर्ग जाने बाटो जिउँदै स्वर्ग जाने पुण्य कमाउने त्यो पछि राधाकृष्ण देखाउनुस् त। के छ पाइत्या छिर्नु सकिन्न उमाथि टपमा यिनी राधाकृष्ण यिनी परी गोपिनी सेम छ यार। हामीले पूजा पाठ गर्दा नि पहिला गणेश भगवान पूजा गरिन्छ, गणेशलाई त्यहाँ भेटेरी चढाउँछ हुन्छ। यहाँ आफै उत्पत्ति बनाएको मूर्ति होइन गणेश भगवान। तर यहाँ बिजुली बत्तीको व्यवस्था हुन पर्ने। शेष नाग अगाडिको खडा नाग यतापट्टि शङ्ख, यहाँ माथि हेर्नुहोस् के देख्नु शिवजीको त्रिशूल हजुर हजुर माथि नागको आकृति ए हो छ र तीन नेत्रमा चाहिँ एउटा नेत्र बिच आउँदा यस्तै आकृति बनेको छ। माथि कैलाश पर्वत जाने बाटो, त्यहाँ पनि अर्को झरेर उतापट्टि झरिन्छ, उता उता देख्नु अनि त्यता झरिन्छ अलिक चिप्लो छ बाटो। अब कैलाश पर्वत मिलाएको पवित्र ठाउँमा धेरै पवित्र मान्छे इन्डियासँग आउँछ यहाँ तपाईँको आउन पर्ने यसको हामीले धेरै प्रचारहरू सुनेका थियौँ अनि त्यही भएर अहिले नि नयाँ वर्षको अवसरमा जाम्की भनेर आएको हो। तर बिजुली बत्तीको व्यवस्था भएको भए अझ राम्रो हुन्थ्यो हो। हजुर त्यो पनि ठिकै हो। मिटिङ बसेको ठाउँ बुट्टा पनि देख्न सक्नुहुन्छ। माथि 14 र यहाँ पारिपट्टि बिच्छे टक्क हेर्नु अब हामी यता ध्यान दिनुहोस् है पहिला। यिनी शिवलिङ्ग आशा उत्पत्ति माथि हिमालय जलगाथाबारी शिवलिङ्ग खसेर हेर्नुहुन्छ। यहाँनिर हात्ती मूर्ति हो, उतापट्टि पद्मा विष्णु महेश्वर कुनै ठिकै शिवलिङ्गहरू छन्। अब यहाँ धेरैको विश्वास छ वर मागेर पुरा गर्नु सबै त्यसो गरेर चढायो। तपाईले आएको बेला शिवजीको त्यहाँ गएर फुल त छैन भेटेर राखेर दर्शन गर्नु मुख्य छ।
आइगेन खुसीमाले जान कतै आउनु मौका मिल्दैन कैलाश पर्वत आफै उत्पत्ति नेचुरल हाम्रो चाहिँ यहाँ शिव भन्नुभयो होइन शिव पार्वतीमा चाहिँ कैलाश पर्वत दर्शन गर्दैछौँ। हाम्रो शिव सरले दर्शन गर्दै हुनुहुन्छ यति बेला चाहिँ। यहाँ छप्नुहोस् त यो फोन देखाउनुहोस् है यता मलाई। यो नाम भन्नाले के भने यो तपाईँको रावण सीतावाले के हुन्छ रावणले सीतावाला यो पुष्प विमान यसमा सीतालाई उडा लाउँदाखेरि जटावती यसपछि रावणले तलवारले पक्रेर त्यो पक्रेपछि नै मेल गरेर ठुलो थालेको मुनिहरू विमान पछि रामलाई काटेर पकेट काटी सबै पकेटले पहिल्यै बनाएको नै बनाएको माथि माथितिर यस्तो केही त छैन। यहाँ ख्यालसित त्यहाँ नारदको आकृति छ नारद भगवानको ल जा उता ठाउँ नाम रहेछ धुर्कोटको वस्तु सभा बसेको अरे चाहिँ उद्योग वाणिज्य सङ्घ यो ठाउँमा सभा गरेको अरे क्या। यता यता नि लाइट नबाल्नुहोस् त एकछिन फिर्ता गरिदिनु छ क्या होइन क्रिस्टल हो क्या यो त हुने अलिकति यहाँ फुटा क्रिस्टल हो नि अरू यता केही छैन तपाईँको यता अन्तिम भाग हो यो अगाडि त्यो बल्ब देख्नु भयो भने त्यहाँसम्म गएर सबै हेरेर आएको मैले बताउनु मन केही छैन मास्टर पऱ्यो प्रकृतिले पनि यस्तो बनाउँछ नि यहाँ होइन प्रकृतिले ल्याएको हेर यति बेला हामी चाहिँ गुल्मीको वस्तुमा रहेको विचित्र गुफामा छौँ। नयाँ वर्षको अवसरमा यो चाहिँ एकदम विशाल रूपमा रहेको रहेछ। विभिन्न नाग देवता शिव पार्वती शङ्ख बिच्छी नारद भगवान लगायतको विभिन्न भगवानहरूको आकृति चाहिँ देख्न सकिँदो रहेछ। यो एकदमै विशाल रूपमा रहेको रहेछ। हामी चाहिँ गुफाको पुरा परिक्रमा गरिरहेको अवस्था छ। विचित्रै रहेछ यो यो चाहिँ एकदमै हेर्नुहोस् त ल यता देख्नुहोस् एकदमै विचित्रै छ भन्दा हुन्छ। ल अब जाउँ हामी फर्कने क्रममा छौँ। यो चाहिँ पत्ता लाग्यो कति वर्ष भयो? 45 सालमा ए 36 वर्ष अहिले। जानेर तलतिर झर्ने बाटो आज चाहिँ लगभग कति जति आएको अनुमान गर्नुभयो हजुरहरूले? आज नयाँ वर्षको दिन अलि धेरै छ।
हजुर चमेरा पनि एकदम धेरै चमेराहरू देखेको ठाउँ त्यो गुफा भन्दा बित्तिकै चमेरा धेरै धेरै भन्दा तल धेरै छ तपाईँ एक दिन मजाले खाने आएर आउनुहोस् न हाम्रा लोकल कुखुराहरू छन् हजुर मजाले फुटो पनि आउँछ कि यहाँ खाना खाएर जाती गर्छन् स्वर्ग जाने बाटो आउनुहोस् स्वर्ग जाने बाटो यति बेला चाहिँ हामी स्वर्ग जाने बाटोतिर छौँ है ल ल हेर्नुहोस् ल ल यो सर्भिसिङ लाइन हो अगाडि त्यो गेट छ नि हामीले त भित्र माने अब भित्र 10-12 जना जाऊँ हामी स्वर्ग जाउँ यार हामी त धर्मै गरिरहेको छौँ त्यही त धर्मी छिर्ने पापी नछिर्ने ठाउँ छिर्लो म छिरे ल छिर्नुहोस् है ल दाइ मोटो हुनु रहेछ कर ल कोखे परेर भन्छ कोखे परेर छिर्नुहोस् ल हाम्रो दाइ धर्मी दाइ हो ल स्वर्ग छिर्नु भयो हामी त्यति बेला हामी विचित्र गुफामा रहेका छौँ यो चाहिँ हेर त यता देखाउ त कस्तो उपाय त के हो कस्तो राम्रो छ लिङ्ग मेरो अगाडि क्या दामी यार यति बेला हामी हेर्नु न माथि हेर्नु यहाँ भक्तजनहरूले भेटीहरू चढाएको अवस्था छ यहाँमा त गइन होला भाइ डाँडो त छैन ठाउँ यहाँमा त उता ठाउँ छैन फर्किनु के छ उता छैन के छिर्नु त त्यहाँ पापी हो कि नछिर्ने मैले त बारीमा छैन के ठाउँ यार यार कहाँ हो हामी यता छैन यार योहरू देखाउनु हेर्नुहोस् यो डोसी ढुङ्गन मिस्से छ कि अटोमेटिक त्यो चाहिँ लगभग 11-12 माल रहेछ यार माल खै कहाँ छ माल के हिँड्नुहोस् यार जाम यार खै कहाँ छ भिडियो गरेर आएको भिडियो छ है भिडियो छ भिडियो छ नि भोलि हेरौँ ल भोलि बिहान नि ल हामी चाहिँ यति बेला विचित्र गुफामा रहेका छौँ यो धुरकोटको वस्तुमा पर्ने यो एकदमै विचित्रकै रहेछ स्वर्ग जाने बाटो हामी नयाँ वर्षको अवसरमा बाटो आज देखो यार यस्तो होइन तर यहाँ छिर्न त म त लतारी नै पर्छ यार पापी मान्छेहरूले भाइ हेर त यहाँ प्रकृतिले बनाएको हेर न कस्तो छ ओके भिडियो गरौँ यहाँ गर्ने भिडियो बनाएको मैले हेर त तर यो त दिउँसैमै आउने ठाउँ रहेछ भाइ यार अब हामी रातिमा आइयो हजुर ल यो छिर्नलाई अलि गाह्रो परिरहेको अवस्था छ दाइ चाहिँ अलि मोटो भएको कारणले म त अलि पातलो मान्छे लत्तै छिरिहाल्छु है स्वर्ग जाने बाटो छिर्नुहोस् ल फारो बल्ल घुँडा टेकेर भएन जानु स्वर्ग गएर आइ घुँडै टेकेर छिर्ने मोटो भाइ बाटो पहिला लाग्यो घोडा लाग्यो अथवा लाग्यो अनि घुँडा टेकेर यसो सुतेछ नि भाइ यता पनि छ यार पल पलै पल छ यार यो ठाउँ त माटिनी विचित्रै रहेछ नेपालमा यस्ता घुम्न लायक ठाउँ कोही थिए हामी सानो छ दोकाने यो गहुँ केन्द्र छ कहाँ होस् गौमुखी यत्रो तीन भागको एक भाग पनि छैन म त गौमुखीमा चाहिँ पानीको धारो भएको खोलो छ चमेरा फेरि यति रोज्छ गानी भागे चमेरा भरि बाहिर विचित्र लास्टै विचित्र रहेछ गानी चमेरा आँखामा हान्छ कि फेरि सिधै यसले त आँखामा हो आँखामा त बहुत हान्छ कि यसले त बाँचकी भएको हामी चाहिँ पुरा भ्रमण गरेर बाहिर निस्किसकेको अवस्था छ हामी उजेलोमा नै छिरेका थियौँ भित्र भने अहिले चाहिँ करिब हामी सर्टकटमा हेर्दा 15-20 मिनट भित्रमा हामी बाहिर आइपुगेको अवस्था छ
यो भिडियो तेस्रो बनाउनु पर्ने चाहिँ ठाडो बनाइयो यार विचित्रको गुफा ल आजलाई यो भिडियो यही अन्त्य गर्न चाहन्छु हस् त धन्यवाद भिडियो हेरिदिनु भएकोमा तपाईहरु सबैलाई धेरै धेरै धन्यवाद छ